वरुथिनी एकादशी वैशाख कृष्ण पक्षको यो पावन एकादशी है हजुर। नयाँ वर्षको पावन समयमा आउनै लागेको नयाँ वर्ष भन्ने गरिन्छ। एकादशीको एक दिन पूर्वदेखि नै व्रत प्रारम्भ हुन्छ। एक दिन पूर्व नै काँसको थालमा एक छाक मात्र भोजन गरेर रहनुहोस् र दोस्रो दिन जुन दिन एकादशी छ त्यो दिन बिहानै स्नान गरेर भगवान श्री लक्ष्मीनारायण प्रभुलाई हृदयमा स्थापित गर्दै भगवानको पूजा गरेर त्यो दिन फल आहार इत्यादि गरेर व्रत राख्नुहोला। विशेष गरी तुलसीको पूजन गर्नुहोस्, तुलसीमा घिउको दीपक जलाउनुहोस्, शालिग्रामजीको पूजन गर्नुहोस्, तुलसीजी चढाउनु होला। एकादशीको दिन चढाउनको लागि जो तुलसी हुन्छ त्यो एक दिन पूर्व नै हजुरहरूले त्यसलाई लिन सक्नुहुन्छ। विशेष गरी अनुरोध यो छ कि तुलसीजी सकेसम्म वृक्षबाट तोड्नुभन्दा वृक्षबाट झरेको तुलसीजीलाई खुब सुन्दरसँग धोएर त्यसैलाई प्रयोग गर्न सकिन्छ। बार बार स्कन्द महापुराण अनेक ग्रन्थहरूले बार बार वर्णन गरेको छ कि तुलसीजी कहिले पनि अपवित्र हुनुहुन्न। 11 दिनसम्म पनि हजुरहरूले एउटै तुलसीलाई धोएर फेरि प्रयोग गर्न सकिन्छ भनेर वर्णनमा आउँदछ। यसकारण विशेष गरी हजुरहरूलाई यो एकादशीको दिनमा फल आहार गरेर नित्य भगवानको नाम संकीर्तन गर्दै दिन बिताउनु होला। भगवानलाई आजको विशेष दिनमा आजको यो वरुथिनी एकादशीको दिन विशेष भगवान श्री कृष्णले 5 पाण्डवलाई यो व्रत राख्ने आदेश दिनुभएको थियो, जसको कारण भन्ने गरिन्छ कि महाभारतको त्यो विशाल युद्धमा पनि त्यस कारणले 5 पाण्डवले विजय प्राप्त गरेको पनि भन्ने गरिन्छ। यसकारण हजुर सबलाई निवेदन छ यस वैशाख कृष्ण पक्षको एकादशीको विशेष दिन छ। विशेष प्रकारले व्रत राख्नुहोला, मनलाई भगवानसँग जोड्नुहोला, भक्तिमा मन लगाउनुहोला, नित्य निरन्तर कर्म गर्नुहोस्, हातले कार्य गर्नुहोस्, तर मन सधैँ भगवानसँग जोडिरहनुहोला।